सम्मान्य सभामुख महोदय, पानी जीवनको प्रमुख आधार हो, तर आज हाम्रो पहाडमा पानीका मुहानहरू क्रमशः सुक्दै गइरहेका छन्। यसको प्रत्यक्ष असर केवल मानिसमा मात्र होइन, पशुपालन र जङ्गली जीवमा समेत गम्भीर रूपमा देखिन थालेको छ। खानेपानीको अभावले झाडा पखाला, छाला रोग, कुपोषण लगायत स्वास्थ्य समस्या बढेको छ भने महिलाहरू, बालबालिकाहरू टाढाबाट पानी ओसार्न बाध्य छन्। बसाइसराई उत्तिकै छ। खानेपानी सुक्दै जाँदा आर्थिक अवस्था कमजोर हुँदैछ, रोजगारी गुमेको छ र वैदेशिक पलायन तीव्र बनेको छ। यसले समाज, अर्थतन्त्र र वातावरण तिनै तहमा गम्भीर असर पुर्याइरहेको छ। सभामुख महोदय, पानीको सङ्कट समाधान नगरी न त समृद्ध गाउँको कल्पना गर्न सकिन्छ, न त सुरक्षित मानव र पशु पन्छी जीवन सुनिश्चित गर्न सकिन्छ। त्यसैले हरेक वडामा कम्तीमा एउटा रिचार्ज पोखरी अनिवार्य बनाई गाउँको भविष्य जोगाउने अभियानमा सरकारको नीति कार्यक्रम र बजेट प्राथमिकता परोस् भन्ने म सभामुखज्यू मार्फत सरकारसँग माग गर्दछु। धन्यवाद। माननीय सदस्य उर्मिला माझी। सम्माननीय सभामुख महोदय, व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ। अझ कलाकारिताको क्षेत्रबाट हेर्दाखेरि उहाँ राष्ट्रको गहना पनि हुनुहुन्छ, हामी सम्मान गर्छौँ। तर सभामुख महोदय, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 11 मा रहेको 55 घर माझी बस्तीलाई म निर्माण गर्छु भनेर 72 सालको भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा उहाँले सेवामूलक ढङ्गले आफ्नो नाममा श्री श्वेता चाहिँ खड्का फाउन्डेसन संस्था निर्माण गरी चाहिँ सहयोग गर्छु भन्ने उद्देश्यले उहाँले घर निर्माण गरिदिनु भयो। तर आज उहाँकै कारणले गर्दाखेरि 55 घरधुरी माझी बस्ती समुदायका नागरिक आज बैंकको कालो सूचीमा परेर बस्ती नै चाहिँ एउटा लिलामको अवस्थामा पुग्ने परिस्थिति सिर्जना भएको छ। सभामुख महोदय, उहाँले सेवाको भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौँ, तर चाहिँ उहाँले जुन किसिमले चाहिँ सेवा देखाउन खोज्नुभयो त्यसलाई पुरा गर्न सक्नु भएन, उहाँले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन। आज त्यहाँका माझी बस्तीहरू कति बेला बैंकले हामीलाई पक्रिन्छ भनेर त्रासको अवस्थामा त्यहाँबाट विस्थापित भइरहेको अवस्था छ। र माननीय सदस्य एकनाथ ढकाल। सभामुख महोदय, सरकारले यही जेठ 2 देखि 4 गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरूलाई पनि परिचालन गरियोस् भन्दै म केही सुझाव दिन चाहन्छु। पहिलो, हिमाली देशहरूको वास्तविकता र आवश्यकतालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सनको नीतिगत एजेन्डामा स्थान दिन सकोस् र नेपाललाई वातावरणीय कूटनीतिमा सशक्त बनाओस्। दोस्रो, हिमाली क्षेत्रका राष्ट्रहरूबीच जलवायु परिवर्तनले पारिरहेको बहुआयामिक प्रभावको विषयमा साझा समझदारी विकास गरोस्। तेस्रो, समावेशी तथा न्यायपूर्ण जलवायु